आज म लामो समयपछि भीमसेन थापा गाउँपालिकामा रहेको तान्नाङकोट भन्ने ठाउँमा आएको हो। यता सल्लाहघारी पनि निकै ठुल्ठुलो भएको एकदम राम्रो लाग्यो। अनि आधुनिक जमाना पनि एउटा युनिक कुरा चाहिँ के लाग्यो भने यो घर यस्तो राम्रो लाग्यो कि एउटा गोलो घर रहेछ। अब गोलो घर नै भन्नु यसलाई होइन, भित्र चाहिँ सामानहरू के छ अब यो भित्र चाहिँ नजाउँ, तर बाहिरपट्टिबाट गोलो बनाइएको होइन। तर एउटा छेउमा अब उमा डिलमा चाहिँ झ्यालहरू पनि आँखी झ्याल, बुटा त छैन, सिम्पल छ तर एकदम राम्रो लाग्यो क्या। त्यसैले यसलाई मैले सेयर गर्ने सोच गरेँ। ल यदि कोही आउँदै हुनुहुन्छ तान्नाङकोट भने एउटा यो गोल घर छ, यता खानेपानी धारो रहेछ, पानी ट्याङ्की, अहिले पानीको दुःख रहन्छ, त्यही खुसी लाग्यो। अनि अब अर्को कुरा भनेको म तपाईँलाई देखाउँछु। पानी ट्याङ्की भयो, यता दुई चारजना आयो भने बस्नलाई पनि खासै समस्या नहुने रहेछ। दिउँसो आएर बस्नलाई कुर्सी सुर्सी होइन, एउटा म्युजियम स्टाइलले चलाउने भने पनि राम्रो होला जस्तो लाग्यो यसलाई चाहिँ। यो भयो यता अब दुर्गाको शालिग भयो, अनि यता टक्क खुलेको बेला भए चाहिँ साह्रै राम्रो देखिन्छ चाहिँ यसलाई यहाँबाट हेर्दाखेरि दायाँ बायाँ हेर्नलाई। यो चाहिँ एउटा कालीको मन्दिर भयो, पछाडि सिद्धको मन्दिर छ, त्यहीबाट चाहिँ सिद्ध काली भने आउनुपर्छ। दुर्लभको शालिग जो दुर्लभ लामिछाने दुर्लभ ऋषिको चाहिँ वनकुण्ड हुँदै गयो भने त्यसको पछाडि अब नेपालको एउटा विशाल राष्ट्रिय झन्डा भयो होइन। अनि यो चाहिँ सिद्धको मन्दिर भयो। ल कोही आउँदै हुनुहुन्छ भने बाटोको पनि सहजता रहेछ, कोही आएर दिनभरि टाइम स्पेन्ड गर्नलाई चाहिँ राम्रो ठाउँ लाग्यो तान्नाङकोट।